मानसिक समस्या हुनबाट चाहिँ बच्ने उपायहरूलाई चाहिँ एकदमै ध्यान दिन जरुरी छ है। मानसिक समस्या हुनबाट आफू पहिले कसरी जोगिने भन्ने कुराको चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। आफ्नो बारेमा अरूसँग खुलेर कुरा गर्ने, मनमा केही छ भने आफ्नो परिवारसँग सेयर गर्ने, आफ्नो साथीहरूसँग सेयर गर्ने, राम्रोसँग सुत्ने, आफ्नो समय मिलाएर चाहिँ सुत्ने बानी बसाल्नुहोस्, स्वस्थ खानपिन गर्न जरुरी छ, दैनिक शारीरिक कसरत गर्ने, काममा व्यस्त हुनु पनि एउटा राम्रो मानिन्छ है। बस्ने उपायहरू हो। आफू बिजी भयो भने चाहिँ अरू कुरा मनमा नखेल्दाखेरि चाहिँ हामीले चाहिँ हाम्रो काम निरन्तरता दिन सकिन्छ र अन्य कुरालाई चाहिँ हाम्रो समय हुँदैन है। अनावश्यक तनाव नलिने, राम्रो साथीहरूसँग मात्र संगत गर्ने, मादक पदार्थ लागु औषधको सेवन नगर्ने, यो अघि कुरा आइसकेका छन् यिनीहरू। लगातार स्वास्थ्य परीक्षण गर्ने। बालबालिका, किशोर किशोरी, युवादेखि ज्येष्ठ नागरिकहरूसम्म चाहिँ सबै उमेर समूहका मानसिक समस्या सामान्यदेखि जटिल रूपमा देखा पर्न थालेका छन्। बालबालिकाले आमा बाबुको माया ममता हेरचाह पाएका छैनन्। किशोर किशोरीहरू माया प्रेम सम्बन्ध जोडिने, छुटिने तथा अनिश्चित भविष्यका कारण पीडित छन्।